आज चाहिँ हामी ब्याम्बोदेखिबाट सिधै यहाँ आइपुगिसक्यो यहाँ हियर वी आर हियर अनि आज यहाँबाट 2.5 घन्टा 3 घन्टाको यात्रा बसेर यहाँ ठुलो सहरमा पुग्छौँ अनि आज वान नाइट हामी यहीँ बस्छौँ अनि भोलि चाहिँ बिहानै गोसाइकुण्ड जान्छौँ गोसाइकुण्डको अनि लौरी बिनाकतिर होला अनि त्यहाँ एक नाइट बसेर अनि टक्क गोसाइकुण्ड दर्शन गरेर अनि हामी फेरि यतातिर फर्किन्छौँ सिधै गल्छी फर्किन्छौँ ठ्याक्कै 6:30 भइसक्यो हामी जङ्गलको बाटोमा छौँ एकदमै गाह्रो भइरहेछ ठाडै उकालो यो त झन् गोसाइकुण्ड जाने बाटो त अब लगभग चाहिँ हामीलाई 1.5 घन्टा लाग्छ सास फेर्न पनि गाह्रो भइरहेछ उकालो चाहिँ यस्तो है अहिले चाहिँ बेलुकाको ठ्याक्कै 7:20 भयो हामी गोसाइकुण्डतर्फ लाग्दैछौँ ठुलो स्याप्रो एकदमै कन्डिसन एकदम नराम्रो छ बाटोको त्यही पनि हामी अगाडि बढ्दैछौँ पुरा होस र जोसका साथ हाम्रो दाइहरू नहुनु भए चाहिँ हामी जान सक्दैनौँ र हामी अगाडि बढ्छौँ जस्तो जे भए पनि बाटो चाहिँ एकदम खतरनाक एन्ड नाउ वी आर हियर एट होटल स्नोफल हामी चाहिँ हिजो बेलुका यहाँ बसेको थियौँ हिजो बेलुका लगभग हामी 9 साढे 9 बजीतिर यहाँ आइपुगेको थियौँ लास्टै नै गाह्रो भएको थियो अनि त्यसपछि खाना खाँदा 10-11 जति बजेको थियो अनि खानासाना खाएर अनि हामी सुत्यौँ अहिले चाहिँ बिहान 10 बजे होला 10:30 हुन लाग्यो अनि अब हामी गोसाइकुण्डतर्फ लाग्छौँ हामी चाहिँ लौरी विनायकको उकालोतिर गएर बस्छौँ अनि त्यहाँबाट चाहिँ भोलि बल्ल गोसाइकुण्डतर्फ लाग्छौँ हामी चाहिँ गोसाइकुण्डतर्फ लागिसकेका छौँ र हामी चाहिँ चढेको 10-15 मिनट भइसक्यो लास्टै नै गाह्रो भइरहेछ कस्तो भइरहेछ दाइ भनिदिनु गाह्रो भइरहेछ तर ढिलो पुग्छौँ अवश्य पुग्छौँ नाराका साथ हामी हिँडेका छौँ जय नेपाल आउनुलाई 45 मिनट जति लाग्यो अब हामी अगाडि 10% 15% जति सक्यो भर्खर अब जाउँ यसको नाम कारा हो हाम्रो शेर्पाहरूले लाउने के रे पटुकी भन्छ कि पटुका भन्छ त्यही हो बेल्ट अनि यसको प्राइस एउटाको 1500 अनि यो बनाउन कति मेहनत लाग्छ कति दिन लाग्छ यो एक दिनमा एउटा सकिन्छ हजुर अनि यसको त्यो धागो बनाउनु चाहिँ एकदम टाइम लाग्छ अलि मेहनत लाग्ने काम छ बस चाल आना
आइसक्यो लगभग 2-3 घन्टाको ठाडे उकालोपछि हामी चाहिँ यो हिमालयन गेस्टमा चाहिँ खाना खान्छौँ। यहाँ अघि नै अर्डर गरिसक्यो हामीले कल गरेर। अब त्यहाँ गएर खाना खाएर अनि फेरि हामी निरन्तर ढ्याइमा लाग्छौँ। अब हामीले खाना आइपुगिसक्यौँ। अब हामी यहाँबाट लगभग 4.5 घन्टा 5 घन्टाको यात्रापछि हामी पुग्छौँ माथि लौरी विनायक भन्दा माथि। अनि त्यसपछि हामी भोलि चाहिँ गोसाइकुण्डतर्फ लाग्छौँ। हाम्रो साथीहरू सब रेडी हुँदैछन्। अब हामी बिस्तारै अगाडि बढ्छौँ। गाह्रो भइरहेको हो। अब तपाईँ अर्कोचोटि ट्रेक गर्ने कि नगर्ने त? गर्ने हो। जति नै गाह्रो भयो नि गन्तव्यमा पुगेपछि एकदम अहिले 4 दिन लिएर आएको छ भने अर्को पालि 6 दिन लिएर आउने। ठिक हो। जान चाहिँ जानुपर्छ। अहिले हम कहाँ जान्न दाइ? जति उकालो चढ्दैछौँ त्यति गाह्रो भइरहेछ हामीलाई होइन। यहाँ सबैजना रेस्ट गरेर भयो मुनि हेर्न सक्नुहुन्छ। म र दाइ चाहिँ अगाडि छौँ। आज चाहिँ के हो मलाई एकदम इनर्जी आइरहेछ। म अगाडि बढिरहेको छु। अब माथि गएर भेट्छौँ छोरङ पार्टी। सनस्क्रिन लगाएको यस्तो भयो। हामी ठ्याक्कै छोलङ पार्टी आइसक्यौँ। लगभग हामी 3-4 घन्टा पछि चाहिँ बल्ल छोलङ पार्टी आइपुग्यौँ। अनि यहाँबाट चाहिँ हामीले अरू ग्रुप पनि भेटेछौँ। यहाँ धेरै ग्रुपहरू बस्नु भएको छ। यो हाम्रो ग्रुप भयो। यहाँ धेरै ग्रुपहरू छन्। अब हामी यही ग्रुपहरूसँग मिसेर हामी माथिसम्म जान्छौँ। ठुलच्याप्रोबाट माथिको होटल बुक गरेँ हामीले। के रे that I could cough out my emotions in a healthy manner. Now अब हामी चाहिँ गोसाइकुण्डतर्फ जाँदैछौँ। अनि एकदम हुसी लागिसक्यो। अनि लुगा लायो फुल बाउले। अनि हाम्रो यहाँ साथीहरू हुनुहुन्छ। यहाँ दाइ हुनुहुन्छ 2 जना दाइ। एटलेट छक्यो। अनि हाम्रो अर्को 3 जना साथीहरू एउटा दाइ हुनुहुन्छ। अब हामी बिस्तारै अघि बढ्छौँ। लगभग हामी आधा घन्टा 45 मिनटमा अब हामी कता रे लौरी विनायक ठेके पुग्छौँ। But I wish there was a song with your name as the title. Oh yeah. I wish there was a song with your name as the title. हामी चाहिँ ठ्याक्कै लौरी विनायकमा छौँ। हामीले रुम बुक गरिसक्यौँ। रुमको अवस्था चाहिँ कस्तो हेर्न सक्नुहुन्छ। यहाँ 3टा बेड छ लगभग टाँसिया। यस्तो कन्जस्टेड छ एरिया है। यस्तोमा पनि हामी एकदम मेहनत गरेर बसिरहेको छौँ। अब असिना नि परिरहेछ। अब लगभग आज हिउँ पर्न सक्ने सम्भावना देखिरहेछौँ हामीले। अब भोलि चाहिँ हामी गोसाइकुण्डको यात्रातर्फ लाग्छौँ। एन्ड नाउ वी आर हियरिङ टु गोसाइकुण्ड। अनि हामी चाहिँ बिहान अहिले 5:30 भयो। अनि आजको भ्यू चाहिँ एकदम राम्रो हिउँ परेर छ अलिकति माथितिर। लगभग यहाँबाट 3-3.5 घन्टामा हामी गोसाइकुण्ड पुग्छौँ। अनि त्यसपछि दर्शन गरेर हामी फर्किन्छौँ। Why am I so freaking cute sometimes, yeah? Such drama queen, such drama queen.
नाउ हामी चाहिँ अलिक माथि छौँ हिमालको भ्यूहरू देख्दै छ ओठको कन्डिसन यस्तो छ मेरो पुरै फुटिसक्यो ओठ दाइहरू आउँदै हुनुहुन्छ हामी चाहिँ अहिले घोडा चढ्यौँ दाइलाई एकदम घोडा चढ्नु मन लाग्यो अनि हामी चाहिँ घोडा चढ्यौँ अब यो घोडा चढेर हामी गोसाइकुण्डसम्म जान्छौँ यहाँ सक्नुहुन्छ यो चाहिँ ठुलो घोडा मेरो चाहिँ सानो घोडा पढ्यो Wish that I could cough out my emotions in a healthy manner and just become. गोसाइकुण्डको प्रवेशद्वारभित्र आइसकेका छौँ यो चाहिँ प्रवेशद्वार अब यहाँबाट भित्र छिरेर हामी लगभग 1 घन्टा 45 मिनटको यात्रा पश्चात हामी पुग्छौँ गोसाइकुण्ड यहाँ दाइ हुनुहुन्छ The stations that I throw on. But hi, here we are going to Gosakunda. Too beautiful. Alright, you enjoy, have fun. Okay, thank you. Thank you. ओ भैँसी नेले हिमाल चढ्दैन गोसाइकुण्ड पुग्दैन हिँड्नु पर्यो छिटो हिँड्नु आर्मी छिटाउने रेड फ्लाइट ओके हो गुड तपाईको नाम किसानलाई किन पानी दिएन इन्डियाले चाहिँ इन्डियाले जम्बी कश्मीरमा पर्यो त्यहाँबाट अनि पाकिस्तान र अनि भारत भिरन्द पर्यो नि त डडाङ र डोडुङमा कोही सिद्धियो face why am I so freaking cute sometimes yeah such drama queen अहिले चाहिँ हामी गोसाइकुण्डमा छिरिसकेका छौँ र यतापट्टि चाहिँ भैरवकुण्ड छ अनि यतापट्टि गोसाइकुण्ड अब हामी चाहिँ एकछिनमा अब नुहाउने विचार गरिरहेको छौँ अब नुहाउँछ कि नुहाउँदैन थाहा छैन अब कति कस्तो के कन्डिसन हुन्छ अनि पूजासुजा गरेर अनि खाजा खाने है खाना खाने हो अब खाने हटाएर त्यसपछि अब फर्किन्छ अब चाहिँ हामी नुहाउन लाग्छौँ यहाँ गोसाइकुण्डमा एकदमै अलिअलि चिसो भइरहेछ अनि अब नुहाएर कति चिसो छ कति के छ हामी भन्छौँ भयो And now we are here at मन्दिर गोसाइकुण्ड हैन अनि हामी चाहिँ नुहाइ भइसक्यौँ नुहाएर चाहिँ यहाँ टिका लगायौँ यहाँ हेर्न सक्नुहुन्छ एकदम चिसो भइरहेछ ओठ प्लास्टिक नै सेतो भयो अब हामी खाजा खान जान्छौँ खाजा नि खाँदैनौँ बोल्नु पनि राम्रोसँग सके होइन है एकदम चिसोले अनि आज धेरै मान्छेहरू रहेछ हिजो अस्ति हेरी त धेरै नै कम रहेछ